हेलो गाइज नमस्ते कान्छी हामी चाहिँ आज म्यानचेस्टर जाँदैछौँ गाइज। हामी चाहिँ 3 दिन बस्नेछौँ म्यानचेस्टर गएर। म्यानचेस्टर लिभरपुल हामी घुमेर आउनेछौँ। हामी किन जान लागेको भन्ने कुरा हजुरहरूलाई हामी भन्ने नै छौँ अवश्य। त्यो चाहिँ सस्पेन्स छ गाइज। अब हाम्रो चाहिँ 8:35 मा हिथ्रोबाट बस छ, फ्लिक्स बस। अनि हामी चाहिँ अब घरबाट निस्किन लागेको। यहाँबाट हामी हिथ्रो सेन्ट्रल बस स्टेसन गएर त्यहाँ हामी 8:35 को बस लिनेछौँ र हामी 1:30 भित्र हामी म्यानचेस्टर पुग्नेछौँ आज गाइज। हेर्दै गर्नु होला। ओके सी यू, थ्याङ्क यू, बाई। अब हामी चाहिँ बस स्टप आइपुग्यौँ। ठ्याक्कै एउटा बस मिस भयो, तर अर्को बस आउँदैछ। आइसक्यो पनि जस्तो लाग्यो मलाई। अब हामी त्यो बस चढेर जान्छौँ। अनि त्यहाँबाट हामी ल यसमै जाने हो हामी। ल गाइज बस आयो है गाइज, बस आयो, जान्छौँ। हाम्रो समय तालिका यहाँ छ। यहाँ चाहिँ रेडी भएर बसिरहेको छु नि। गाइज कोल्ड कफी है गाइज। अब हामी चाहिँ बस कुद्दैछौँ। बस चाहिँ अब 10 मिनटपछि हिँड्छ। यहाँ अब अनाउन्समेन्ट हुन्छ, चाहिँ हामी जान्छौँ। अनि त्यसपछि बस चढ्छौँ। हाम्रो यात्रा सुरु भइरहेछ होइन। किप वाचिङ गाइज। अब हामी चाहिँ बस चढ्यौँ हिथ्रो सेन्ट्रलमा आएर। त्यसपछि अब हामी चाहिँ बस लाग्दैछौँ बिस्तारै बिस्तारै। यो बस 8:35 छ। कति बज्यो अहिले? 8:39 हो। तपाईँ 35 को बस हो। अब यहाँ 5-10 मिनट पुग्दैछ एक्स्ट्रा। ल है, हेर्दै गर्नु होला। कोभेन्ट्रीबाट हामी निस्क्यौँ। कोभेन्ट्री हाम्रो बस चाहिँ हिथ्रोबाट सिधै कोभेन्ट्री आइपुग्यो। कोभेन्ट्रीबाट चाहिँ अब हामी स्ट्रोक अनि के छ समथिङ छ त्यहाँ छौँ। अनि त्यहाँबाट चाहिँ अनि जान्छौँ। हेर्दै गर्नु है। घुम्न हिँडेका छौँ। भोलि जाने बाटो रहेछ। सिलगढी देखिरहेको मैले। यति राम्रो ठाउँ छ। आउनुहोस् है, कोही आउनु भएको छ भने आउनुहोस् है। बर्मिङहम एयरपोर्ट हुँदै हामी जाँदैछौँ म्यानचेस्टर। Last traffic bar, guys.
स्टपबाट हामी निस्क्यौँ। अब अर्को स्टप छ म्यानचेस्टर। अब 1 घन्टा 5 मिनट लाग्छ। गोल अनुसार आज ट्राफिकले गर्दाखेरि अलि लेट भयो। हामीले अब म्यानचेस्टरतिर जाँदैछौँ। आजलाई त्यो स्टपबाट म्यानचेस्टर जाँदैछौँ है त गाइस। हेलो गाइज, हामी चाहिँ अब लिटरली आज त के भयो म्यानचेस्टर जाँदैछौँ र हामी 8:30 को बस चढेको 35 को होइन। त्यहाँबाट गुड्यो 9 बजे। अनि यहाँ म्यानचेस्टर पुग्नु लगभग धेरै लाग्दैन, 5 घन्टाको बाटोमा अहिले 8 घन्टा लागिसक्यो। अहिले ड्राइभर के भन्छ, यो फिक्स बसमा आएको हामी चाहिँ होइन, यही बस हो। र ड्राइभर भन्छ अब 45 मिनट ब्रेक छ मेरो, हजुर चाहिँ यहीँ वेट गर्नु कि उता खाएर आउनुहोस् भन्छ। ल अब हामीलाई त यस्तो छ ल ताल होइन। सानो भोक लागेको छ। अब म पनि यसो रेस्ट गर्नु पऱ्यो। पानी लिएर हिँडेको छौँ। पानी हो, रेस्ट हुनु पऱ्यो म पनि। गाइस, अहिले चाहिँ हामी म्याकडोनल्डमा छौँ। म्याकडोनल्डमा यसो अब खानेकुराहरू यसो फ्रेन्च फ्राई अनि यताउता खाएर निस्कनु लाग्यो होइन। कोक खाएको Keep watching, guys. बसेर जाँदैछौँ। म्यानचेस्टरमा आएर अगाडि बसेर हेर्दैछौँ। गाइज, हामी चाहिँ म्यानचेस्टर आइपुग्यौँ। अब होटेल जाँदैछौँ सुटकेस बोकेर। अनि म्यानचेस्टर सिटी। हाई गाइज, ल हामी होटेल पनि आइपुग्यौँ। हाम्रो होटेल चाहिँ त्यो हो, रातो। र हामी जाँदैछौँ होटेल चेक इन गर्न। 3 बजे आउँछौँ भनेको थियौँ हामी, अन्त्यमा चाहिँ 5 बज्यो। लेट्स सी के हुन्छ। लिफ्टबाट आइयो, होटेल चेक इन गरियो। हाम्रो चाहिँ नम्बर 612 पऱ्यो। लेट्स होप। यस्तो कार्ड दिएछ, टक्क खोल्दो रहेछ। कार्ड हाल्नुपर्ने रहेछ, कार्ड हालिसकेँ मैले। ल हेर्नु गाइस, कसरी आहा एकदम राम्रो छ ल होइन त। ल रुम यस्तो रहेछ, बाथरुम चाहिँ कति राम्रो रहेछ। यति भने चाहिँ पे गर्ने 3 दिन हामी बस्ने भयो यता गाइस। फाइनल्ली हामी होटेल आइपुग्यौँ। होटेलमा चेक इन गरेर एकछिन बसिरहेछौँ। र यात्रा चाहिँ एकदम लामो है, धेरै लामो भयो। एकदम एक दिनै गयो। गाह्रो भएछ गाइस, एकदम गाह्रो भएछ। अब हामी घुम्दैछौँ, अब प्लानिङ गर्छौँ। यहाँ म्यापहरू ल्याएको छौँ। म्यानचेस्टरको पहिलोचोटि आएको, केही आइडिया छैन। यसो भनिदिनु होला। ट्राई आवर बेस्ट। नेक्स्ट टाइम पनि घुम्ने छौँ भन्ने आशले हामी आएका छौँ। हेरौँ अब के हुन्छ। किप वाचिङ गाइस। गाह्रो भएछ, एकछिन हामी फ्रेस हुन्छौँ,
त्यसपछि हामी नाइट लाइफ इन्जोय गर्न जान्छौँ एकछिनलाई। अब कति बेर बसिन्छ यहाँ होटेलमा पनि सोध्नु पऱ्यो कति बजी बन्द हुन्छ त्यो नि सोध्नु पऱ्यो नि त होइन हो र त्यसो भए त ठिकै छ ल किप वाचिङ गाइज टेक केयर। हेलो गाइज हामी चाहिँ चेक इन गरेर एकछिन फ्रेस भएर बस्छौँ रुममा अनि त्यसपछि हामी अब यस्तो बाहिर निस्केको हामी वाकमा जान्छौँ। वाकमा जान्छौँ हामी। हल्का हल्का पानी परिरहेछ गाइज रेनी मौसम रेनी वेदर रेनी वेदर छ है। हाम्रो त होटल यही है गाइज ठुलो एकदम राम्रो होटल परेछ। हामी उता म्यानचेस्टर हामी घुम्दैछौँ। म्यानचेस्टर युनाइटेड एकदम राम्रो रहेछ होइन त कस्तो लागिरहेछ मौसममा हिँड्नु मजै छुट्टै छ नि। अनि घाम लाएर वहाँ पुरै चर्को थियो है ल हामी क्यानरी स्ट्रिट जाँदैछौँ। त्यो चाहिँ पानी जमाएको हो भोलि पर्सि बिस्तारै हुन्छ। म्यानचेस्टर यस्तो हो क्या यही गाइस हाई गाइस गोर्खा आर्मीको होला सायद गोर्खा आर्मीको भयो होला। रमाइलो क्यानरी स्ट्रिटमा बसिरहेछौँ हामी। यस्तो राम्रो दृश्य झन्डा बोकेर झन्डा हाल्दै हुनुहुन्छ दाइहरू होइन कस्तो लागिरहेछ गर्मी भा भर्खर अलिअलि पानी पऱ्यो। ल गाइस हामी चाहिँ हेर्नु न कति राम्रो राम्रो देखियो लाइटिङले होइन ल म भिडियो खिचिदिन्छु गाइस हेर्दै गर्नु है हाम्रो म्यानचेस्टर। गाइस हामी चाहिँ अहिले क्यानरी स्ट्रिटमा छौँ। एकदम राम्रो झक्की झकाउ राम्रो छ होइन। गाह्रो बसको यात्राले हामीलाई अलिक गाह्रो भएको छ त्यही पनि यसो हिँडिरहेछौँ यात्रा। हामी सुत्न आएको होइन नि त घुम्न आएको हो नि त त्यही भएर बुझेर भए सुत्नै दिन मलाई पनि। अनि त्यसपछि हामी निस्क्यौँ साँझको यात्रामा। टेक केयर गाइज। क्यानरी स्ट्रिट हो यो चाहिँ होइन गाइज हाम्रो क्यानरी स्ट्रिट यो चाहिँ कस्तो हाम्रो भन्दा आज म्यानचेस्टरको क्यानरी स्ट्रिट हो। क्यानरी चाहिँ लास्ट फ्लोर रहेछ गाइज किनकि त्यहाँ पानी जमाएको छ। हिँड्दैछन् क्यानरी स्ट्रिट हिँड्दैछन् रमाइलो मान्दै। यहाँ चाहिँ यहाँबाट यस्तो जमाएको रहेछ यो पानी चाहिँ पानी जमाएको छ यहाँ चाहिँ हो होइन र ल हिँडेन फर्क ल यो चाहिँ ट्राम चल्दो रहेछ यसमा। फर्स्ट टाइम म्यानचेस्टर ट्राम इज कमिङ अन द वे। हामी चाहिँ ट्रामको बाटो हेरेर बसिरहेछौँ कहिले आउँछ र कहाँ आउँछ। यो आएको बेलामा चाहिँ झ्याप झ्याप आउँदो रहेछ है कान्छी। अहिले चाहिँ ट्राम आउँछ भने आफै कहाँ हो ट्रामै आउँदैन त कति कति मिनटको हो कुरो। ल है ट्राम भनेको यस्तो हुन्छ गाइस। कहिलेचोटि देखायो हामीले चाहिँ होइन तान्दो रहेछ। यसको मेकानिजम चाहिँ एउटा डिब्बाले अर्को डिब्बालाई तान्दो रहेछ होइन। यसको मेकानिजम चाहिँ यो रहेछ कुरो। गयो ट्रेन त गयो।
पिकाडेली जाँदो रहेछ पिकाडेली लन्डनमा बसेर उहाँ पिकाडेली भनेको उहीँ पिकाडेली मात्र थियो यहाँ पनि पिकाडेली रहेछ म्यान्चेस्टरमा पनि थाहा थिएन हामीलाई कान्छी देखाऊ भयो नि ल जाऊँ अब के छ त भन न हाम्रो पछाडि चाहिँ ट्रेन आएछ होइन ट्रली बस ठ्याक्कै ट्रली बस हाम्रो गाउँको ट्रली बस ठ्याक्कै ट्रली बस क्या विद्युतबाट चल्ने यो त फिल भयो है रोमान्टिक फिल भयो यस यस रोमान्टिक फिल भयो ल यहाँ खिच्दैछु क्याफिनेरो छिराइदियो गुगल म्यापले अब म यहाँ कहीँ छैन के हो यो गाइज हामी घुम्न हिँडेको मान्छे यता होला चाइना टाउन रे गाइज ए गेटै छ त चाइना टाउनको गेटै छ त चाइना गएको जस्तो ए चाइना यहाँ आऊ न यो चाहिँ चाइना टाउन हो म्यान्चेस्टरको चाइना टाउन रहेछ यहाँ चाहिँ लन्डनमा हुने सम्पूर्ण पिकाडेली अब लेस्टर स्क्वायर पनि होला थाहा छैन हामीलाई तर एकदम राम्रो चाइना टाउनको गेट रहेछ एकदम खुसी लाग्यो ल गाइज किप वाचिङ है गाइज धेरै उज्यालो आएको छ है गाइज फर वाचिङ आवर फर्स्ट ब्लग इन म्यान्चेस्टर युनाइटेड Manchester City. Keep watching, guys. Good night.